भाइ चाहिँ बसिसक्यो राम्रो भइरहेछ बिहे गर्छौ कि नै हाम्रो दाइले चाहिँ अनि 20 वर्ष बितेछ नेपाल जाने बेला चाहिँ यस्तो एक्साइटेड हेलो 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 गाइज आज चाहिँ हाम्रो गोपाल भाइ चाहिँ घर जाँदैछ है नमस्ते हामी चाहिँ फाइनल्ली भाइलाई चाहिँ छोड्न जाँदैछौँ बाहिर होइन हेलो गोपाल भाइ चाहिँ लास्ट हिरो बनिरहेछ आज त लास्टै हिरो क्या अति हिरो भइदिएको क्या भाइ यार तिमी यार अनि घाँटीमा लाउने चाहिँ किन लगेको नि भाइ तिमीले ए भरे सुत्नलाई ओके भरे सुत्नलाई चाहिँ लगेको अरे गोपाल भाइले हिरो बनेर होइन हिँडिरहेको छ केहरू चाहिँ ओ गाइज कम 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 एभ्रीबडी ठिकै छ त नि के माना छ साथी ओके ओके ए दाजु छोडिदिनु न हो त्यसलाई त्यत्तिकै दाजुले फेरि के गर्दै हुन्छ क्या बुढाबुढी मान्छे हलाई फेरि अब त्यही त हो नि यस्तै छ यार सँगै आएको अब के गर्नु अब मान्छेहरू चाहिँ भटाभट घरतिर हिँडिरहेछ हामी भने यस्तै हो साथीहरूलाई छोड्यो आयो बस्यो होइन बस 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 सक्दैन गाइस सक्दैन के भन्नु त यहाँ चाहिँ अब चाहिँ लिप फिटिङ गरेर आएको होइन चाहिँ त आयो त गाइस लिपमा के छ भाइ अनि यता भलक भइरहेछ केही भनिदेऊ न त घर गएर के छ गर्नुपर्ने प्लान के छ घर गएर त खै भन्दा पनि भेटघाट गर्ने ए भेटघाट मात्रै हो फर्किहाल्ने हो ए ल ल ठिक छ घरमा गएर टक्कै बिएसी हान्ने हो न अनि 3 वर्ष भइसक्यो ओके You also go la साथी कम लेटर नि 1 month होलिडे दाइ के छ त तपाईँ के भन्नुहुन्छ यसो भनिदिनु न केही छैन भाइ घर जान्छ छोडेर के भन्नु हो र ठिक छ गड्डा आज 20 वर्ष भइसक्यो है जियोस् रमाइलो छ गाई चाहिँ यस्तै छ अब हामी त होइन अब 6 मिनट त भइसक्यो होला त किन यस्तो ढिला भएको के छ अनि के छ तपाईँको ड्युटी चाहिँ कस्तो भइरहेछ अनि नाइटमा खानापिना अनि पैसा सब ठिक छ ए ठिक छ जियोस् अब हामीलाई चाहिँ अब केयर गर्नु भएको छ होइन सेक्युरिटी टक्कै लगाएर हामी चाहिँ अब माथि बसिरहेछौँ अब यता चाहिँ तल चाहिँ अब उहाँहरूले चाहिँ टक्कै हाम्रो चाहिँ यसो गार्ड गर्नुहुन्छ होइन कोही चाहिँ यसो चाहिँ अहिले डेन्जर टाइपको मान्छे आयो भनेर चाहिँ होइन यो त फेरि खतरा छ त्यही त नि लास्ट एकदम केयर गर्नुहुन्छ त्यही हो यस्तो चाहिँ हामी बस्ने ठाउँ चाहिँ होइन अब ल हाम्रो चाहिँ गाडी पनि आइसक्यो कि हो यही नै होला सायद गोपाल भाइलाई लाने गाडी चाहिँ अब चाहिँ आफ्नै गाउँ फर्की आए भन्ने टाइपले चाहिँ अब भाइ चाहिँ अब चाहिँ हिँडिदिन्छन् होइन यस्तै छ सबजनाले हेर्नुहोस् गाई चाहिँ सबजना होइन हामी पनि एक्साइटेडै हुन्छ अब त्यही त हो नि मजाले नेपालमा होइन लङ टाइम पछि चाहिँ अब आफ्नो फ्यामिलीहरूसँग यसो भेट्न पाउँदाखेरि चाहिँ अब सबैलाई चाहिँ ह्याप्पिनेस नै हुन्छ होला होइन यस्तै छ अब यो टाइममा चाहिँ अलिकति हल्का मनमा चाहिँ केही फिलिङ्स चाहिँ हुन्छ होइन हाम्रो चाहिँ अब जाने टाइम चाहिँ कहिले आउँछ होला भन्ने टाइपले चाहिँ त्यस्तो सोचिन्छ यहाँनिर ठिक छ होइन अब त्यही हो हामी पनि अब छिटै नै फर्किन्छौँ नेपालमा आइसक्यो भने चाहिँ सबजनासँग भेट्छौँ अनि मिठो माया छ
ल ल ल गोपाल भाइ शुभयात्रा अनि ल राम्रोसँग जानु एकदम पुरा 1 महिनामा आउँदाखेरि चाहिँ कन्ट्याक्ट गर्नु है ल ल ल ल ओके बाई 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 ओके ल ओके ल है फोन सोन गर्नु है बाटोमा ओके ओके बाई 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 भाइ चाहिँ अब चाहिँ हिँडिसक्यो गाडी चाहिँ गाडी चलिसक्यो अब त्यही नै हो हामी चाहिँ 1 महिनाको लागि चाहिँ अब छुट्टियौँ होइन 1 महिना पछाडि फेरि हामी चाहिँ भेट्नेछौँ यही ठाउँमा यस्तै छ अब फेरि हामी फेरि अब यहाँबाट फेरि छुट्टिनु पर्छ त्यही नै हो गाइस अब आजको अब त्यही हो हामीले चाहिँ अब गोपाल भाइलाई पनि चाहिँ अब पठाइदिइसक्यौँ होइन गोपाल भाइले पनि गइसक्यो अब यस्तै हो हामी चाहिँ अब रुममा गएर चाहिँ सुत्नुपर्छ हाम्रो लोकल टिमहरू चाहिँ यता छ एकदम पुरा कडा छ सबजना ओके गाइस सबजनालाई चाहिँ मिठो माया है छुट्यौँ त ल ओके बाई टेक केयर